प्रारम्भ। अन्धकारले ढाकिएको संसारमा भय फैलिएको थियो। ऋषि र देवता उद्धारको लागि प्रार्थना गर्दै थिए। उनीहरूको स्वर काँपिरहेको थियो, तर विश्वास अटल थियो। उनीहरूले आह्वान गरेका थिए, अनन्त रक्षक, महाकाल। कैलाश पर्वतमा भगवान शिव ध्यानमा बस्नुभएको थियो। वरिपरि बादल बिस्तारै बगिरहेका थिए। बिजुली हल्का चम्किरहेको थियो। उनको मौन उपस्थितिले संसारलाई आशाको किरण दिएको थियो। प्रत्येक श्वास ब्रह्माण्डको लयसँग मिल्थ्यो। प्रत्येक मौन दिव्य वचन जस्तै प्रतिध्वनित हुन्थ्यो। ऋषिहरूको प्रार्थना उनको कानमा पुग्यो। वातावरण बदलियो। आगो झिल्किन थाल्यो। धुवाँ बिस्तारै फैलियो। शिव उठ्नुभयो। जटा आगोले प्रज्वलित भयो। आँखा ब्रह्माण्डीय शक्तिले चम्किए। त्रिशूलबाट दिव्य प्रकाश निस्कियो। पृथ्वी थरथरायो। आकाश गर्जियो। रुद्र रूप प्रकट हुँदै गयो। शिवको रूप महाकालमा परिणत भयो। समयका स्वामी, मृत्युका अधिपति। उनको तेजले आकाश हल्लियो। ताराहरू बिस्तारै चम्किए। छायामा लुकेका दानवहरू थरथराए। उनको दृष्टिले विलीन भए। महाकाल केवल संहारक होइनन्, उनी समय स्वयं हुन्। युद्धभूमि दिव्य ऊर्जाले चम्कियो। चिङ्गारीहरू माथि उड्थे। आगो बिस्तारै लहरिन्थ्यो। महाकालको त्रिशूलले अन्धकार चिर्न थाल्यो। देवताहरू श्रद्धाले माथि हेरे। उनीहरूको प्रार्थना पूरा भएको थियो। धर्म पुनः स्थापित भएको थियो। उज्जैनको मन्दिर सुनौलो प्रकाशमा चम्कियो। भक्तजनहरू बिस्तारै पूजा गर्दै थिए, मन्त्र उच्चारण गर्दै थिए। महाकाल केन्द्रमा उभिएका थिए, अधर्मलाई भय देखाउने, धर्मलाई आश्वासन दिने। उनको उपस्थितिले भक्तहरूलाई शान्ति र शक्ति दिन्थ्यो। आकाश शान्त भयो। बादल बिस्तारै हटे। सुनौलो किरण फैलियो। महाकालको तेज अब कोमल बनेर भक्तहरूलाई आशीर्वाद दिन्थ्यो। संहार र सृष्टि दुवै सत्य उनको स्वरूपमा प्रकट भए। रात पर्दा महाकालको छाया ब्रह्माण्डसँगै चम्कियो। ताराहरू बिस्तारै टल्किए। दिव्य प्रकाश बग्यो। समय स्वयं उनको अधीनमा थियो। उनी अनन्त रक्षक थिए। मन्दिरका घण्टीहरू बिस्तारै हल्लिए। सुनौलो प्रकाश छिल्कियो। भक्तजनहरू नतमस्तक भए। महाकालको उपस्थितिले सम्पूर्ण ब्रह्माण्डलाई सुरक्षा दियो। आगो हरायो। सुनौलो प्रकाश फैलियो। त्रिशूल स्थिर रूपमा चम्किरहेको थियो। धर्म पुनः स्थापित भएको थियो। देवता हर्षित थिए। भक्तजनहरू गाइरहेका थिए। ब्रह्माण्ड पुनः सन्तुलनमा फर्किएको थियो। महाकाल सधैँ अनन्त छन्। जब अधर्म बढ्छ, समय स्वयं महाकाल बनेर प्रकट हुन्छ। उनको उपस्थितिले हामीलाई सम्झाउँछ, धर्मको बाटो अनन्त छ र त्यस बाटोमा हिँड्नेहरू सधैँ सुरक्षित रहन्छन्।